हाई हेलो गाइज मेरो नि यो जापानिज खान्जीको यो फ्ल्यास कार्ड आयो। धेरै वेट गरेर 3000 जति लाग्यो। यो सबैको खान्जीहरू पढ्न यस्तो सजिलो हुन्छ। हजुरहरूले पनि यस्तो किन्नु होला। कस्तो खान्जीहरू रहेछ। अगाडितिर यस्तो खान्जी लेखेको हुन्छ र तलतिर डेट पनि लेखेको हुन्छ कतिमा यो सोधेको प्रश्न भनेर। जेएलपिडीमा लास्टै हजुरहरूलाई सहयोग हुन्छ। चाहिएमा यस्तो अर्डर गर्नु होला। लिङ्क चाहियो भने तल कमेन्ट सेक्सनमा भन्नु होला, म लिङ्क पठाइदिन्छु हजुरहरूलाई। केही दिनपछि यो आएको हो। तीनवटा जति एउटा प्याकेटमा 3वटा हुन्छ। यो पहिलो, यो चाहिँ दोस्रो र यो तेस्रो। यो N3 को खान्जी मात्र भयो। र योभन्दा अगाडि मैले चाहिँ यो खाले पनि किनेको थिएँ अस्तितिर, N2 को खान्जीहरू। यसमा चाहिँ यस्तो छ कि तपाईँलाई ड्रइङ अनुसार बुझाएको हुन्छ। ड्रइङ अनुसार हजुरले बुझ्न सजिलो हुन्छ। र तलतिर सेन्टेन्स पनि बनाएको हुन्छ जसले खान्जी सजिलो चिन्न पनि सकिन्छ र सेन्टेन्सहरू बनाउन पनि जापानिज पढ्न पनि लास्टै सजिलो हुन्छ। यो बुक पनि यो फ्ल्यास कार्ड पनि लास्टै राम्रो रहेछ। सबतिर छ, सबै चित्र देखाएर खान्जीहरू बुझाइएको छ। यो पनि खासमा 3वटा हुन्छ, एउटा दुईटा र यो 3वटा है। राम्रो छ है यो किताब। यो तपाईँहरूले नै किन्नु होला।